आइओ इन्ट्रान्स प्रिपेयर गर्दैछौ, एकछिन पढेपछि अल्छी लाग्छ, मोबाइल चलाउन थालिहालिन्छ, क्लासमा फोकस पनि हुँदैन, कन्सिस्टेन्टली पढ्नै सकिँदैन, निन्द्रा लाग्छ, स्ट्रेस भइरहेको हुन्छ, अब के गर्ने? Namaste future engineers, I am Saroj Basnet, recently passed out from IIT Pulsar campus. Entrance exam prepare गर्दै गर्दा demotivate हुनु, it's quite normal in students. Distraction, demotivation, pressure, stress, fear of failure, laziness सँग struggle गर्दैछौ भने how to overcome this? Let's talk about it. Commitment to the future. Remember, this journey is commitment to your own future. मान्छे भन्छन् फ्युचरको के चिन्ता गर्नु, लिभ इन प्रेजेन्ट। त्यो कुरा केही सही पनि होला, तर फ्युचरको चिन्तै नगर्ने भए के अब केही नगरिकन यहाँ त्यत्तिकै बस्दिने हो त, त्यत्तिकै सुत्दिने हो त? डेफिनेटली होइन। तिमीले अहिले प्रेजेन्टमा गर्नुपर्ने भनेको तिम्रो काम के हो, तिम्रो कर्म के हो, तिम्रो ड्युटी के हो? एज अ स्टुडेन्ट तिम्रो कर्म भनेको अध्ययन गर्नु हो, पढ्नु हो, र तिम्रो काम भनेको पढ्ने बाहेक के छ र? देयर इज अ कोट बाइ कृष्ण इन भगवत गीता, तिमी आफ्नो कर्म गर, फलको चिन्ता नगर। मतलब तिमी लाइफमा पास हुने अथवा फेल हुने, तिम्रो इक्जाममा कुन कुन क्वेसन कस्तो आउने, कहाँ के हुने भन्ने तिम्रो हातमा हुँदैन, बट तिम्रो हातमा अथवा तिम्रो कन्ट्रोलमा हुने भनेको तिम्रो मेहनत, तिम्रो हार्डवर्क र तिम्रो प्र्याक्टिस हो। र अर्को कुरा, पढेको मान्छेले भन्दा नपढेको मान्छेले अलिक हार्डर अथवा अलिक डिफिकल्ट कामहरू गर्नु परिरहेको हुन्छ, लाइफ गाह्रो हुन्छ कम्प्यारेटिभली हेर्ने हो भने। सो यु हेभ टु स्टडी। Dealing with distractions. Distractions are everywhere. So is your dream. Every minute wasted today is regret tomorrow. तिमी आफूले स्ट्रेस फिल गरिरहेको छौ भने तिमी विचार गर, तिमी आफूले गरेको कामले स्ट्रेस भएको हो अथवा तिमीले गर्नु सक्ने काम र तिमीले गर्नु पर्ने काम त्यो चाहिँ तिमीले नगरिकन बसेर चाहिँ तिमीलाई स्ट्रेस भइरहेको छ। स्ट्रेस भनेको आफूलाई थाहा हुन्छ मेरो पोटेन्सियल यति छ, म यो काम गर्न सक्छु, तर आफू त्यो गरिरहेको हुँदैन हो, त्यति बेला आफूलाई एकदमै स्ट्रेस र आफूलाई एकदमै रिग्रेट फिल हुन्छ। सो केही टिप्स भनेको, मेक अ शेड्युल। हरेक दिन आज म यति टास्क चाहिँ मेरो यति काम चाहिँ म यति सक्छु कम्प्लिट गर्छु भनेर तिमीले फिक्स गर बिहानै अथवा अघिल्लो दिनै, र त्यो काम नसकिन्जेल तिमी अरू कुरा केही पनि नगर हो। जब त्यो काम सकिन्छ नि आफूलाई एकदम रिलिफ, एकदम रिल्याक्स, आफूले केही एकम्प्लिस गरेको, मलाई चाहिँ त्यस्तो धेरै फिल हुन्थ्यो पहिले पनि, अहिले पनि हुन्छ। किप योर फोन अवे ड्युरिङ स्टडी टाइम। पढ्ने बेला तिमीले फोन अफै गरेर राख्दा हुन्छ। तिमी कोही प्रधानमन्त्री होइन होला, तिमीलाई कल आएकै खै खतरै बिजी हुने मान्छे, इमर्जेन्सी कसैले केही पर्यो भने तिम्रो वरिपरि बस्ने कोही मान्छे, रुममा बस्ने अथवा वरिपरिको मान्छेलाई फोन गरेर भए पनि तिमीसम्म रिच गर्छ त्यो मान्छेलाई, केही इमर्जेन्सी नै परेको छ भने। होइन भने फोन अफ गरेर राख्दा हुन्छ। त्यो एयरप्लेन मोड यताउता भन्दा पनि फोन अफै गरेर राखेको हुन्छ। के नोटिफिकेसन आयो होला अथवा के भयो होला भनेर चाहिँ आफूलाई एकदम दिमागमा खेल्न थालिहाल्छ। अब त्यो बेला चाहिँ तिमीले आफूलाई कन्ट्रोल गर्नुपर्छ। त्यो फोनतिर जब हात यसो जाँदै गर्छ नि त्यो बेला तिमीले कन्ट्रोल गर्नुपर्ने हुन्छ। आई मस्ट स्टप भनेर सोच्नुपर्छ त्यतिखेर। एकपटक तिमीले त्यसलाई छुएर तिमीलाई अन गरेर त्यसलाई खोल्यो भने तिमीलाई पटक पटक त्यस्तो गरिराख्नु मन लाग्छ फेरि। त्यही भएर तिमीले फर्स्ट टाइम नै तिम्रो त्यो रुल ब्रेक नगर, त्यसलाई पर राखेपछि परको परै गर। जिएफ बिएफ हुनेहरू बेलुकातिर बोले हुन्छ, पुग्छ मजाले। यदि तिनीहरूले डिस्टर्ब अथवा डिस्ट्र्याक्ट गर्छ नै भने थ्रो देम अवे। यति कुरा पनि बुझ्दैन भने लाइफ लङ कति धेरै प्रब्लम क्रिएट गर्छ होला। फेरि कसैको ब्रेकअप भएर के भएर डिस्ट्र्याक्ट भइरहेको हुन्छ, डिस्टर्ब भइरहेको हुन्छ मेन्टल्ली। जस्ट काम डाउन। ब्याचलर पुगेपछि 4 वर्ष तिमीलाई धेरै कुरा तिमीले आफूले चाहेको एक्स्ट्रा कुराहरू गर्नको लागि तिमीलाई टाइम एकदमै मिल्छ। त्यही भएर त्यतिखेर गर्दा हुन्छ। अहिले यतिन्जेल चाहिँ तिमीले आफूलाई काम डाउन भएर मजाले पढेर बस्दा हुन्छ, र पढ्दै गर्दा ब्रेक लिँदै पनि पढ्दा हुन्छ। आफूलाई मान्छेको दिमाग हो सधैँ कन्स्टेन्टली पढिरहनु पनि सक्दैन, त्यसलाई अलिकति ब्रेक दिनुपर्छ, रेस्ट पनि दिनुपर्न सक्छ। त्यो पनि तिमीले लिँदा भयो। र अर्को कुरा भनेको धेरै आफू कम्फर्टेबल भएर पढो भने पनि, ओछ्यानमा सुतेर पढो भने पनि त्यो निन्द्रा लाग्छ, निन्द्रा आएपछि सुत्नु मन लाग्छ, त्यतिको अल्छी लाग्छ, त्यस्तो पनि हुन्छ। त्यस्तो धेरै कम्फर्टेबल भएर पनि नपढ। र अब फेरि कसैलाई निन्द्रा लाग्यो भने खोर्सानी खाए पनि भयो, केही पनि हुँदैन। र बिहान कसैले अब नर्मल अलार्मले उठ्दैनौ भने यस्तो डिफ्रेन्ट एपहरू सफ्टवेयरहरू पनि पाइन्छ, जस्तै अलार्मै भन्ने हुन्छ, तिनीहरूले अलिकति पुस गर्छ उठ्नुको लागि। र अर्को कुरा भनेको तिम्रो भित्तामा एउटा नोट टाँस, आई विल बी देयर भनेर, अथवा केही भने एउटा मोटिभेसन, एउटा जिस्ट पोइन्ट राख। तिमीलाई केही डिस्ट्रक्सन हुनु आँट्दैछ, तिमीलाई अल्छी लाग्दैछ भने त्यो हेरेपछि तिमीलाई मोटिभेसन आउँछ, त्यो यार मैले त त्यो गर्नुपर्ने थियो भन्ने त्यसरी सोच आओस् तिम्रो। र मोस्ट इम्पोर्टेन्ट कुरा भनेको आफूलाई कन्ट्रोल गर्नु नै हो। तिम्रो मनलाई कन्ट्रोल गर्नु, तिम्रो माइन्डलाई कन्ट्रोल गर्नु। र आफूले केही दिन कन्सिस्टेन्ट भएर पढ्यौ भने अथवा केही काम गर्यौ भने तिमीले त्यो बानी बस्दै जान्छ। सुरुमा गाह्रो हुन्छ, त्यो अफकोर्स गाह्रो हुन्छ, तर तिमीले कन्सिस्टेन्टली गर्दै गएपछि तिमी आफूलाई बानी पर्दै जान्छ त्यो कुरा गर्ने। मोटिभेसन, जब तिमीलाई लेजिनेस फिल हुन्छ त्यतिखेर रिमाइन्ड योर सेल्फ, वाइ डिड आई स्टार्ट, रिमेम्बर वाइ यु स्टार्टेड। तिमीले त्यो ड्रिम किन सुरु गर्यौ,
म यो फिल्डमा अथवा म यो कुरामा किन सुरुबाट लागेँ, मैले किन त्यो फिल्डमा जाने सोचेँ अथवा त्यो कुरा गर्नको लागि म अगाडि किन सरेँ सुरुमा, केही कुराले तिमीलाई इन्स्पायर गरेको थियो होला कुनै बेला अथवा तिमी सानोमा हुँदा, तिम्रो केही रिजन त होला नि त्यो फिल्ड अथवा त्यो कुरा स्टार्ट गर्नुको पछाडि। एनदर थिङ इज हरेक पर्सनको एउटा डिफ्रेन्ट रिजन हुन्छ अथवा डिफ्रेन्ट एउटा मोटिभेसन हुन्छ। मेरै बेला मेरो कुरा गर्ने भने स्कलरसिप र भेरी लेस फीमा पढ्ने सोच नै मेरो चाहिँ मोटिभेसन थियो। अब कसैको प्यारेन्ट्सलाई प्राउड गर्ने कुरा होला, कसैलाई इन्जिनियर बन्नु नै मोटिभेसनको कुरा होला, कसैलाई इज्जतको कुरा होला, कसैलाई स्कलरसिपको कुरा होला, कसैलाई इकोनोमीको पैसाको कुरा होला, कसैको जीएफ बीएफ फ्यामिली के छ। अब जे छ त्यो याद गर, सेल्फ मोटिभेसन आउनुपर्छ, आफूले त्यो रियलाइजेसन गर्नुपर्ने हुन्छ। बाहिरबाट कसैले एकछिन मोटिभेसन गरेर हुँदैन, त्यो आफूले आफू भित्रैबाट आउनुपर्ने हुन्छ त्यो कुरा। मोटिभेसन फेड्स, डिसिप्लिन स्टेज, योर फ्युचर सेल्फ इज वाचिङ यु, विल यु मेक हिम प्राउड अर विल यु मेक हिम रिग्रेट। कतिजनाले चाहिँ कहाँबाट पढ्ने, के पढ्ने, कसरी पढ्ने भन्ने कुराले नै थाहा नभएर डिमोटिभेट भइरहेको पनि देखिरहेको थिएँ। मलाई सोधिरहेको थियो भाइ बहिनीहरूले, त्यस्तै हुन्छ तिमीले एम्बिसन गर्नुको जस्ट 4500मा अनलाइन कोर्स लिएर पढ्न सक्छौ, घरैमा बसी तिमीले इन्स्टिट्युट धाइराख्नु पनि पर्दैन, हिँडिराख्नु पनि पर्दैन, घरैमा सस्तो मजाले पढ्न सक्छौ। त्यहाँनिर तिमीलाई चाहिने सबै कुरा एभाइलेबल मेटेरियल छ र तिमीलाई त्यहाँनिर 24/7 मेन्टरहरूले तिमीलाई गाइड गर्नुहुन्छ। यु क्यान अल्सो युज प्रोमो कोड सरोज आयो टु गेट डिस्काउन्ट। वाइ योर ड्रिम, वाइ आइओई? इट्स नट जस्ट अ कलेज, इट्स अ ड्रिम अफ थाउजन्ड्स। एक यस्तो ठाउँ जहाँ अपर्च्युनिटी, लर्निङ, ग्रोथ सबै हुन्छ एन्ड अल्सो सम स्ट्रेस। वाइ इट इज द बेस्ट भनेर मैले पहिले पनि आइओईको बारेमा भिडियो बनाएको छु। एन्ड लेट्स बी रियल फर अ मोमेन्ट। यदि तिमीले इन्ट्रान्समा राम्रो गरेनौ भने तिमी अरू ठाउँ इन्जिनियरिङ पढ्दै गरेको हुन सक्छौ अथवा अरू फिल्डमा पढ्दै गरेको हुन सक्छौ, बट नट इन पुल्चोक। तिम्रो चोइसको नहोला कलेज र प्रोग्राम, तर तिमी पढ्दै गरेको त हुनेछौ। त्यसको मतलब के हो भन्दाखेरि हायर फिज होला, लेस एक्सपोजर, फ्युअर फेसिलिटिज, यु मिस आउट द बेस्ट कलिग, इन्भाइरोमेन्ट एन्ड अवसरहरू। अनि मेन कुरा भनेको आत्मसन्तुष्टि मिल्दैन आफूले चाहेको कुरा पाएन भने। वाट इफ यु डोन्ट डु वेल? चिल कुरा गरौँ, आइओई नै सबै होइन, यसले तिम्रो पुरा भविष्य डिफाइन गर्ने पनि होइन, तर यसले तिमीलाई बेस्ट इन्भाइरोमेन्टमा पढ्ने चान्स दिन्छ। वाइ सेटल फर लेस व्हेन यु क्यान एम फर द बेस्ट? यु वन्ट गेट दिस अपर्च्युनिटिज अगेन एन्ड अगेन। Fight for it. Nobody else is going to do it for you. So don't waste your time scrolling in social media. अलिकति मार्कले अथवा र्याङ्कले गर्दाखेरि आफूले चाहेको कलेज र त्यो प्रोग्राम नपाएको गुनासो र रिग्रेट मैले धेरै विद्यार्थीबाट सुनेको छु यो 4 वर्षमा। अलिकति मात्रै थोरै राम्रो गरेको भए मेरो कन्डिसन अर्कै हुन्थ्यो अथवा म अर्कै कलेजमा अथवा मेरो अर्कै प्रोग्राममा हुन्थेँ भन्ने कुरा। त्यो अलिकतिले गर्दा अ लट अफ रिग्रेट। र अरू स्टुडेन्ट पनि बाहिर क्याम्पसबाट पुल्चोक क्याम्पसमा ट्रान्सफर भएर आउँदाखेरि दे वर सो ह्याप्पी क्या, किनकि पहिलेको कलेजमा भन्दा एकदमै धेरै नै बेटर लाग्यो भन्थ्यो। अफकोर्स अब नेपालको सरकारी क्याम्पस हो, केही कमी कमजोरी सबैको हुन्छ, बट कम्प्यारेटिभली हेर्दा सकेसम्म बेस्ट अप्सनमै जाऊ न। वाइ सेटल फर लेस? कन्क्लुजन, आइओई इन्ट्रान्सले तिमीलाई एउटा गोल्डन चान्स दिन्छ। यो तिम्रो अगाडि बढ्ने वान अफ द बेस्ट बाटो हुन सक्छ। व्हाइल यु आर अन दिस पाथ, कीप इट योर बेस्ट, नो डिस्ट्र्याक्सन, नो एक्सक्युज, जस्ट 100% इफोर्ट, सेल्फ मोटिभेसन, डिसिप्लिन एन्ड कन्सिस्टेन्सी। बी योर बेस्ट भर्जन, प्रिपेयर, फोकस एन्ड बिलिभ। र फेरि पनि भन्छु, तिम्रो लाइफमा पछि नराम्रो हुने अथवा तिमीलाई लाइफमा पछि डिफिकल्ट हुने सब कुरा भनेको तिमी आफ्नै कारणले हो, अहिलेको कारणले हो। तिमीले अहिले गरेको आफ्नो डिसिजनहरूले, आफूले अहिले गरेको कर्म कामहरूले तिम्रो पछि भविष्य के हुँदै हुँदै जाने भनेर त्यो स्टेप जाँदै जान्छ। कसैले ब्लेम गर्नुपर्छ भने तिमीले आफूले आफूलाई नै ब्लेम गर्नुपर्ने हुन्छ पछि गएर। रिग्रेट गर्दा पनि पछि तिमीले आफूले आफूलाई नै मैले त्यो बेला यसो गरिनँ उसो गरिनँ भन्ने कुराले तिमीले आफूले रिग्रेट हुने हो। सो त्यो रिग्रेट नहोस् भनेर तिमीले अहिले चाहिँ एक्ट वेल। तिम्रो लाइफ बेटर बनाउने भनेको तिमी आफूले नै बनाउने हो, बिगार्ने पनि आफूले नै हो। तिमीलाई बिगार्नुमा अरूले सघाउला, तर बेटर बनाउनुमा तिमी आफूले नै बेटर बनाउनु पर्ने हुन्छ। रिमेम्बर द्याट। हस् त, धन्यवाद, सबैले राम्रो गर्नु।